युट्युब च्यानलमा स्वागत छ र मैले यो इन्ट्रो चाहिँ एकदम बिचमा बनाउँदैछु है किनभने स्टार्टिङमा मैले इन्ट्रो बनाउन सकिनँ किनभने एकदमै मलाई बिहान हतार थियो हो त्यो पनि मैले क्लिप ब्याङ्कको क्लिप पनि एकदमै मैले पज गरी बनाउँदैछु बनाएको छु होइन हो तपाईँहरूलाई मनपर्छ होला र पनि मन परेन भने पनि अब सिकाउनु नि त होइन एकै त पर्फेक्ट भइन्छ होला नि त अन्त जस्ट मैले अब धेरै ब्यागको चाहिँ मैले युट्युब च्यानल अब मैले भिडियो हालेको छु होइन र पनि प्लिज हेरिदिनुहोस् होला मन पऱ्यो भने लाइक सेयर एन्ड सब्सक्राइब त अब गर्नु पऱ्यो होइन अलिअलि गरिदिनुहोस् अन्त त्यही त आज चाहिँ हाम्रो चाहिँ अब के हो भने चाहिँ रिपोर्ट मतलब रिजल्टहरू चाहिँ हाम्रो स्कुलमा होइन अनि त्यसको चाहिँ जानुपर्छ अनि हेर्दै गर्नुहोस् के हुन्छ तपाईँलाई थाहा हुन्छ है र मेरो चाहिँ अब त्यही अब टाइम चाहिँ हो पुग्नुपर्ने रिपोर्टिङ टाइम चाहिँ 8:30 छ तर हामी चाहिँ अब त्योभन्दा अगाडि जानु पऱ्यो नि त किनभने मेरो यो एरियादेखिको चाहिँ स्कुल चाहिँ हाम्रो चाहिँ 6 किलोमिटर टाढो छ होइन अनि त्यहाँसम्म जाँदा मलाई एप्रोक्स 15 to 20 मिनट्स लाग्न सक्छ होइन अन्त मलाई चाहिँ मेरो हस्बेन्डले अहिले पढाउनु चाहिँ बेसी नबोल्दै यहाँनिर स्टप गर्दै म आफ्नो भिडियो अगाडि पढाउनु गइरहेको छु चाहिँ हेर्दै गर्नुहोस् होला मेरो भिडियो है र यसरी नै मेरो घरको काम चाहिँ सुरु भयो है अब एज अ वर्किङ वुमन होस् या अब हाउसवाइफ होस् घरको काम सबैभन्दा फर्स्टमा आउँछ यसले हामीलाई कहिले पछि छोड्ने होइन तपाईँ जहीँ पनि जानुहोस् है र प्लस फेरि मेरो चाहिँ बोजूले भन्नुहुन्थ्यो कि घरको कामलाई चाहिँ काम गरिँदैन भनेर तर गर्नुपर्ने चाहिँ त कामै हो हाम्रो लागि त है र यसरी नै म चाहिँ खाना साथसाथै घर सबै पनि गर्दै थिएँ है गाइस मेरो लसुन र प्याज पनि काटेर रेडी भयो र मेरो साग हेर्नुहोस् रातो साग हो अन्त अब पकाउन आँटेको यहाँ मेरो दाल पाक्दैछ अलिकति हल्का आज ब्रेकफास्टमा चाहिँ प्यानकेक बनाउन आँटेको अलिकति सुजी र मैदा मिक्स गरेको छु हो अनि यहाँ भेजिसहरू पनि काटिसकेको छु अनि यो चाहिँ मैले यहाँ कालो दाल टेकाएको छु त्यो कालो दालमा हाल्नुको लागि चाहिँ राखेको अलिकति अनि मेरो सब्जी पनि अलमोस्ट पाक्न आँट्यो हो अन्त छिटो म प्यानकेक पनि बनाइहाल्छु किनभने मेरो हस्बेन्ड पनि आउन आँटिसक्यो हो अन्त मलाई पनि लेट हुँदैछ आज मलाई छिटो पुग्नुपर्ने छ हो ओके सो यो प्यानकेक बनाउँदै गर्दा सागमा चाहिँ म के हाल्छु भने खालि सुक्खा खोर्सानी पाँचफोरन र अब लसुन हालिदिन्छु अनि प्याज हालिदिन्छु त्यति नै अनि हल्दी हाल्छु सिम्पल यो चाहिँ गाइस मेरो बुढाले मसलाहरू सबै केही चिन्दैन हो यताउता गर्छु त्यही लागि सबैको नाम लेखेर राखेको गजब बेइज्जती है अच्छा दाल पनि रेडी भयो अब यसलाई म यहाँ झाल्न आँटेको र मेरो यहाँ रोटी पनि पाकिसक्यो यो लास्ट हो यस्तो पनि हुन्छ र यहाँ चाहिँ मेरो हस्बेन्डले मर्निङमा पूजा गर्नुहुँदैछ चाहिँ खाजा खाँदैछौँ अब मिठो हालेर खाऊ न पर्सेन्टेज हो ब्याट्रीको र हामी चाहिँ एउटै प्लेटमा खानु सधैँ र एक्सेप्ट दिस मेकिङ भिडियोज एन्ड हाउस चोर्स मलाई चाहिँ साडी लगाउनु चाहिँ एकदमै मनपर्छ बेस्ट पार्ट हेलमेट इसीलिए र यसरी नै हाम्रो चाहिँ हेलमेट लगाउने नलाउनेको गन्थन गर्दा हामी आफ्नो रुमबाट पनि निस्क्यौँ मलाई चाहिँ मनै पर्दैन हेलमेट लगाउनु चाहिँ है तर पनि मेरो हस्बेन्डले चाहिँ हेर्नुहोस् फोर्सफुली लगाइ छोडायो र मलाई चाहिँ मेरो हस्बेन्डले मेन हाइवेसम्म छोडेर चाहिँ ऊ चाहिँ वापस जानुभयो ड्युटी है र यहाँदेखिको चाहिँ म चाहिँ जानु पर्यो स्कुल अहिले हाम्रो स्कुलको बसहरू बन्द छ त्यही लागि चाहिँ हामी टुकटुकमा जाँदैछौँ यहाँदेखि
आज चाहिँ हाम्रो स्कुलको चाहिँ पिटिएम छ रिपोर्ट कार्डहरू पनि आज नै हामी डिस्ट्रिब्युट गर्छौँ हो र म जाँदैछु मालूम है तेरे बाप को मत सिखा चल मेरो कलिगलाई पनि भेटेँ यहाँनिर र मैले पनि हल्का चान्समा डान्स भनेको जस्तै अलिअलि स्टाइल मारिदिएँ कस्तो कस्तो प्यारेन्ट्सहरू आउने हो अन्त तिम्रो दिमाग तिम्रो दिमाग खराब गर्छ but finally but actually we are not a class teacher. Yes, we are not a class teacher. So that's why reliever. We will just from here and there we will welcome to the parents. डिसाइड हुँदैछ कि हाम्रो चाहिँ क्लासहरू पुरा डिस्ट्रिब्युट भइसकेको छ नि त नेक्स्ट सेसनको लागि चाहिँ अनि त्यही लागि चाहिँ हामीलाई चाहिँ अब सब्जेक्टहरू कसरी मिल्छ कसरी पाउँछ के हो अब हामीलाई चाहिँ खास चाहिँ प्रिभियस क्लासेसहरू यहाँ मन परेको छ हो त्यसको बारेमा चाहिँ डिस्कस हुँदैछ हो यहाँ सरले भन्नुहुँदैछ Samba ma'am. So how are you ma'am? Are you excited for today? Very excited. Hello. Bye. All the best. Ma'am, all the best. र यो चाहिँ हामी माथि हलमा थियौँ यहाँनिर चाहिँ हाम्रो स्पेसली दो स्टुडेन्ट्स गट ऱ्याङ्क होइन उनीहरूलाई चाहिँ प्राइज भन्दा नि मेडल र सर्टिफिकेटहरू डिस्ट्रिब्युट हुन्छ हो उनीहरूलाई चाहिँ स्पेसल एक्स्ट्रा सिट एरेन्जमेन्ट गरेको थियो र यो चाहिँ हाम्रो नर्सरीको म्यामहरूले चाहिँ डेकोरेट गर्नुभएको थियो होइन अन्त आज रिजल्टको दिन चाहिँ मलाई चाहिँ मेरो स्टुडेन्ट लाइफको पनि याद आउँदै थियो मेरो प्यारेन्ट्सको होइन अन्त साथै मैले यहाँनिर सबै प्यारेन्ट्सहरूलाई पनि याद गर्दै थिएँ कतिजना आउनुहुँदै थियो खुसी भएर कति चाहिँ दुःखी भएर जानुहुँदै थियो आफ्नो इमोसन्सहरू क्या सबै देख्दै थिएँ क्लियरली एकदम यो चाहिँ मेरो फर्स्ट टाइम होइन तर पनि अब एज आई फेल्ट हुन्छ नि त्यही लागि मैले क्याप्चर गरेको यो चाहिँ र यो हो फेरि अर्को इमोसन्स हुन्छ नि क्या अब उनीहरू चाहिँ कस्तो फिल भइरहेको छ सरले चाहिँ बिहान निक्लेर अहिलेसम्म प्यारेन्ट्सलाई होइन स्टुडेन्टलाई डिल गर्दाखेरि चाहिँ यो सब फर्स्ट सरले चाहिँ यसरी निकाल्नु हुँदै थियो होइन र यसरी नै म चाहिँ अब घर फर्किएँ किनभने त्यसपछिको बादको मैले भिडियो क्याप्चर गर्नु पाइनँ किनभने चाहिँ हाम्रो मिटिङ भयो हल्का हो हाई गाइज म भने चाहिँ आइसकेको छु होइन अन्त मैले चाहिँ त्यो टुकटुकमा चढेको दिनको स्कुलदेखिको सरको लागिरहेको छ मलाई अन्त टुकटुकमा चढेको दिनको चाहिँ मैले भिडियो बनाइनँ किनभने म एकदमै थाकिसकेको थिएँ दिनभरि उठेकोले गर्दाखेरि चाहिँ मेरो खुट्टा दुखिसकेको थियो हो बोल्दा बोल्दा पनि अब भोक लागिसकेको थियो मेन त मैले अब बिहान ब्रेकफास्ट मात्रै गरेर गएको होइन हामीलाई कुनै पनि चिज हामीले खानु सकेन पाएन पनि टाइमै पाएन भनौँ न प्यारेन्ट्सहरू पुरा अब ग्यादरिङ भएको थियो होइन र म चाहिँ अब घर आइसकेको छु एकदम थाकिसकेको छु पुरा टायर्ड फिल भइरहेको छ र अहिले चाहिँ कति आफ्नो मौसम भन्दा चाहिँ एकदमै वार्म हुँदैछ दिनदिनै बढ्दैछ टेम्परेचर होइन त्यही कारणले गर्दाखेरि गरम पनि हुँदैछ त्यसले पनि थाकेको होला होइन मेन त अन्त त्यही हो मलाई मेरो हस्बेन्ड लिनु आउनुभएको थियो आधी बाटोसम्म त्यहाँदेखि मेरो हस्बेन्डसँग स्कुटीमा आएँ त्यसपछि त्यो मेरो हस्बेन्ड डाइरेक्ट ड्युटी जानु गयो मलाई आधी बाटो छोडेर त्यहाँदेखि मैले स्कुटी लिएर आएँ रुममा अब चाहिँ अहिले रुममा चाहिँ फिलहाल मेरो रुम चाहिँ यस्तो प्रकारको मेसी भइरहेको छ है इग्नोर द ब्याकग्राउन्ड्स अन्त अहिले चाहिँ म एकदम चिसो हावा खाँदै भन्छु चिसो होइन र पनि अब दार्जिलिङ जस्तोको चिसो हावा त भेट्दिनँ मैले यो अभियसली तर पनि अब हल्का फ्यानले काम चलाउँदैछु है मेरो फ्यानले चाहिँ एटलिस्ट मलाई साथ दिँदैछ होइन र अब चाहिँ भने चाहिँ मैले अलिकति मेरो यो सामानहरू फिन्जिएको सामानहरू समेत छु त्यसमा चाहिँ मलाई चाहिँ अब एकदमै अचम्मै लागिरहेको छ र पनि कसरी बोलेको होला है र पनि म अब मेरो हस्बेन्ड यता खाएर जानु भइसक्यो अबदेखि म बिहान मैले खाना बनाइसकेको थिएँ मेरो लन्च पनि बनाएर जानुपर्छ अब मर्निङ उठेपछि चाहिँ होइन ब्रेकफास्ट लन्च सबै प्रिपेयर गरेर जानुपर्छ मेरो हस्बेन्ड आएर दिँदैन नि त होइन मैले अगाडिको भिडियोमा पनि भनिसकेको छु र अब म लन्च गर्छु लन्च गरिसकेपछि अरू के गर्न सक्छु म तपाईँहरूलाई यत्रो भए पनि क्लिप तपाईँहरूलाई म एडिट गर्दै एड गर्दै जान्छु ल हुन्छ त्यसो भने अहिले खाना खाँदै गर्दै या त खाना खाइसकेर के गरेर आउँछु त्यो बेला भेटौँ है त हेर्नुहोस् म चाहिँ अब बिहान मैले पकाएर गएको थिएँ साग र आलुको सब्जी त्यो खाना आँटेको र यहाँनिर राइस छ अनि यहाँनिर कालो दाल हो अन्त यो राइस चाहिँ मेरो बिचरा हस्बेन्डले अहिले भर्खर पकाउनु भएको किनभने बिहान पकायो भने चाहिँ कक्क हुन्छ नि त होइन अन्त र पनि अब चिसो खाना खानु पऱ्यो त भन्नु सक्दैन एटलिस्ट मैले गरम त गर्न सक्छु है मेरो सधैँको ड्युटी नै हो आइसकेपछि अब यस्तो खाना खानै पऱ्यो होइन र ठिकै छ
र अब भने चाहिँ मैले घर आइसकेर अब खाना खाइसकेपछिको काम रहेको कामहरू गर्नुपर्ने टाइम हो मेरो अब चाहिँ हो। र मैले चाहिँ अब लुगा कपडाहरू धोएको थिएँ, त्यसलाई उठाएर पट्याएर राखिदिने काम हो, त्यही हो। अब घरको कामहरू भनेपछि सबै आइहाल्छ होइन। र यसरी नै मैले चाहिँ अब हल्का फुल्का आफ्नो घर पनि सफाहरू गरिहालेँ त्यही टाइममा, किनभने टाइम म्यानेज गर्नु बहुतै साह्रो पर्छ नि त होइन। र यस्तै थियो, अब दिनहरू मेरो यसरी नै बित्दैछ हो। गाइस म चाहिँ अब सुतेर पनि उठिसकेको छु होइन। अब हामी चाहिँ गीत प्र्याक्टिस गर्नुको लागि जान आँटेको हो। अन्त गीत चाहिँ के को लागि सिक्नु भन्दाखेरि चाहिँ म तपाईँलाई बिस्तारै भन्नु चाहिँ जाँदैछु ल। ओके, अब गीत प्र्याक्टिस गरिसकेर भेटौँ है। आज के हुन्छ म तपाईँलाई देखाउनु लागि गर्छु ल। रेडी भइसकेँ होइन, त्यसो देखाएको होला निस्केको होइन गाइस। हेर्न मैले एउटा चिज किनेको छु कि कस्तो मन पऱ्यो गाइस। यहाँ हेर्नुहोस् चाहिँ हाम्रो सिङ्गरहरू चाहिँ एकदम सिङ्गर नम्बर 1, सिङ्गर नम्बर 2। रुको जरा सबर हो हामी चाहिँ अब नहुने यस्तो इन्सान नभए यहाँ चाहिँ हामी गीत भन्न आँटेको हो। म चाहिँ गीत भनिहाल्नु न। किसको लागि भनिदिनु दिदी, के को लागि भनिदिनु न। म पनि हेर्नु, म पनि भर्खर त्यस्तो प्रोस होइन म पनि। रुको जरा सबर काम छोड्छ नि यिनीहरूले। बुढा हो नि त होइन, अब बुढा हो नि त, बुढा श्रीमान। त्यही हो, हामी चाहिँ दिदी जिस्काउनु हुँदैछ होइन। हामी चाहिँ यहाँ अगाडि गएको नीतिशा दी भन्नेकोमा गएको, नीतिशा दीको ठुलो गाडीको अगाडि। उसको चाहिँ गाइज हो अब 2-3वटा स्कुटीहरू छ होइन। समझ रहे हो? दिदीको दैलो पनि खुल्ला रहेछ हो, सिलिन्डर पनि बाहिर बसेर हेरिरहेको रहेछ होइन। अन्त हामी चाहिँ अब आइपुग्यो, दिदी चाहिँ ला भर्खर नाइटी ल्याएर बसिरहेको रहेछ लाग्दैछ। यो त निलिसा दिएको एकदम रुम हो। यो कहिले बुढीले फेरि गजब बेइज्जती है। देखिरहेको छु हो गाइस। अन्त म चाहिँ एकदम बुढी पोज जस्तो देखिरहेको छु होइन। कौन है ये लोग, कहाँ से आते हैं? अरू केही पनि दिन सक्दैन अरे, पानी मात्रै दिन सक्छ अरे। माक्क लोभी छ नि फेरि नआउनु उसको घरमा। कस्तो छ बेहोरा छ हेर। अरू चाहिँ कफी के अरे कोकहरू अफर गरे कि हामीलाई त पानी मानी हो लोभी। यहाँसम्मको चाहिँ म्युजिक यहाँ सो मेरो बुढा चाहिँ बसिरहनु भएको छ हो। उसलाई चाहिँ म चाहिँ सरप्राइज दिन आँटेको होइन। सरप्राइज हौ आफै के साह्रो उसले त होइन। गजब बेइज्जती है। र आज चाहिँ मैले 2टा पार्सल पनि रिसिभ गरेँ। एउटा चाहिँ मेरो हस्बेन्डको स्पोर्ट्स सू थियो र अर्को चाहिँ मस्किटो नेट थियो होइन। त्यसलाई मैले ओपन गरेर हेरेँ, सबै क्वालिटीहरू पनि एकदमै राम्रो लाग्यो। हाम्रो चाहिँ मस्किटो नेट पनि सेट भयो होइन, मतलब सेट भयो मतलब यसरी लगाउनु पर्ने रहेछ। म चाहिँ फर्स्ट टाइम मैले बाई गरेको हो कि, त्यही लागि चाहिँ यस्तो ठिकै छ। आजदेखिको चाहिँ भनेपछि मच्छर चाहिँ झुक्किने भयो। र यसरी नै मेरो आजको दिन पनि बित्यो होइन। र अहिले पनि चाहिँ अब पूजा गर्ने टाइम भयो मेरो हो। र पूजा पनि गरिसकेँ। गाइस हामी चाहिँ आज यहाँनिर मोमो खान आँटेको हो। यो चाहिँ मेरो म चाहिँ यहाँनिर आँटा गुन्दैछु। दिदीले यहाँनिर किमा बनाउनु हुँदैछ। यहाँ हाम्रो स्पेसल किमा बनाउने दिदी आउनु भएको छ होइन। एकदम टाढोबाट आउनु भएको दिदी, एकदम धेरै टाढाबाट। अन्त यहाँनिर बहिनीले चाहिँ फेरि कुनै के गर्दैछ, के गरेको के अरे प्याज काटेको। यसलाई प्याज भन्छ। के अरे भन्छ अरे यसलाई, के भन्छ अरे। ल बहिनी झन्डै सिँगान्छु भाइ।
भन न तिमी पनि बेबी आइम स्लिडिङ भन्देऊ न सेट रेडी भइसक्यो आज भिडियो दुईजना पनि बेग्दैछ आज डल्दैछ अहिले पाकिसकेर भेट्छु ल गाइस के गर्ने बहिनी के गर्ने के गर्ने के गर्ने आ त आउँदैन के आउँदैन म त रोटी बेल्न आएको भन के बेल्छु पिठो बेल्छ खाइदिउँ न एउटा अन्त गाइज आज चाहिँ मैले यो भिडियो चाहिँ एन्ड गर्दैछु हो मैले एन्डिङ पोर्सन चाहिँ आज बनाउँदैछु किनभने हिजो चाहिँ मैले आधी राति कति 12-11 बजीसम्म चाहिँ हामीले त्यो मोमोहरू खाएर ओर्दा पुरा टाइम लाग्यो नि त होइन त्यति बेला त मैले बिर्सेछु नि त बनाउनुको लागि अनि त्यति बेला मैले समाप्त गरेँ यो त्यसमा नै मैले एन्डिङ गरिदिएँ नि त होइन अन्त त्यसपछि चाहिँ लास्ट भिडियोको चाहिँ एन्ड पोर्सन बनाउँदैछु होइन अन्त हो तपाईँहरूलाई यो भिडियो मन पऱ्यो होला मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब अगाडि नै भनिसकेको छु त्यो गरिदिनुहोस् प्लिज होइन अन्त त्यही हो अब फेरि नयाँ भिडियो लिएर अब कहिले आउँछु एकदम इन्होंने वक्त बदल दिया जज्बात बदल दिए जिंदगी आएपछि फेरि त्यसरी नै लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् होला है हुन्छ आजको लागि यति नै अन्त अब सी यू इन द नेक्स्ट भिडियो तब तक के लिए बाय